हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी बुढाबुढी भएर चाहिँ चेरी ब्लोसम फुल हेर्न जाने चाहिँ हाम्रो प्लान भयो। अनि त्यसपछि हामी चाहिँ खानसाना खायौँ, रेडीसेडी भयौँ। अनि त्यसपछि हामी घरबाट निस्कियौँ अनि हामी बसमा गयौँ। बसमा जाँदा जाँदा जस हामी 20 मिनटदेखि 25 मिनटमा चाहिँ हामी त्यहाँ पुग्यौँ। अनि त्यहाँ पुग्दा चाहिँ एकदम रमाइलो थियो। चौर जस्तो ठाउँमा चाहिँ जस हुन्छ नि एउटा पार्क जस्तो एरियामा चाहिँ यति मजाले फुल फुलिरहेको थियो। मान्छेहरू सबैजना एकदम रमाइलो लिइरहेका थिए होइन। अनि हामी गयौँ, हामी वरपर घुम्यौँ। अनि त्यसपछि हामी त्यहाँ बसेर चाहिँ हामी खानेकुराहरू लिएर गएको थियौँ। खानेकुरा खायौँ, फोटोसोटो खिच्यौँ, भिडियो खिच्यौँ। अब घुम्न गएपछि त फोटो भिडियो नखिच्ने भन्ने कुरै भएन। अनि हामीले पनि त खिच्नु पऱ्यो नि। अनि त्यसपछि म त झन् एकदम फोटो भिडियो भनेपछि एकदम खुसी हुने मान्छे हो, त्यही भएर मैले चाहिँ खिचिहालेँ झापझुप गरेर। अनि त्यसपछि हामी फोटो भिडियो खिचेर चाहिँ एकछिन बस्यौँ। अनि जो रमाइलो भयो आजको दिन चाहिँ होइन, एकदम साँच्चीको आजको दिन चाहिँ यादगार भयो मेरो लागि चाहिँ। यति नै हो। अब हुन्छ नि मैले आज त्यसरी भोइस गरेर चाहिँ मलाई एकदम बनाउनु मन लागेर बनाएको। मलाई थाहा छैन यो राम्रो भन्छ कि छैन, म चाहिँ अब ट्राई गर्दैछु। ओके, बाई बाई, थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज, बाई, हेभ अ गुड डे।